अहिले चाहिँ हामी चाहिँ यहाँ सुनकोसीको तिरै तिर मामा भान्जा भाइ लाग्दैछौँ सुनकोसी तिरै तिर। अब यो कहाँसम्म जाने हो? मामाले एकदम स्पिड ड्राइभ गरेको अवस्था। सुनकोसी सुनकोसी त कतादेखि पो मामा कतादेखि पो आउँछ? यो होटेलपछि सुनकोसी भन्छ उबै अब सुनकोसी कतादेखि आउँछ सुनकोसीको बगर जाँदैछौँ। एकदम राम्रो भ्यू छ। होइन यो त्यतादेखि आउने हो र यो त अब सिन्धुली आइसक्यो। जिल्ला सिन्धुली आयो। पुल रहेछ क्या र यो पुल भत्केर सबमेरिन जस्तै रहेछ क्या र। नेपालको सबमेरिन छेउ यो है, पानी जान्छ डुबेर बसिरहेको रहेछ बगरमा। कहाँको ट्रक लगाएर ल्यायो यहाँनिर अब सुनकोसी मजाले देखियो। यही हो सुनकोसी। सुनकोसी सुसेलेको दुध कोसीले सुन्छ भन्थ्यो। आज चाहिँ मैले मजाले प्रत्यक्ष निहाल्न पाएँ सुनकोसीलाई। कोसी खासै यो सुनकोसी त ठुलो त रहेन रहेछ होइन मामा? सानो सप्तकोसी जस्तो त छैन यो कोसी। कोसी त्यो पर हाम्रो कोसी टप्पु जस्तो चाहिँ देखिएन, सानै रहेछ। सुनकोसीको तल फाँट एकदम रमाइलो छ। इन्जोय गरौँ आज तपाईँहरूलाई जहाँसम्म लाग्छ यस्तै दृश्यहरू देखाउँदै लानेछु। हामी काठमाडौँदेखि उर्लाबारीसम्मको यात्रामा यस्तै रमाइलो दृश्यहरू आएछ भने क्यामेरा अन गरिहाल्नेछु। आजको अब हाम्रो अझै 7-8 घन्टाको यात्रा होला। अब अझै 7 घन्टा कम्ती लाग्छ होला होइन यहाँ 7 घन्टाको यात्रामा अब यस्तै राम्रो दृश्यहरू आयो हजुरलाई देखाउनेछु। क्यामेरा मेरो अनै हुन्छ राम्रो, यदि राम्रो भ्यूहरू राम्रो दृश्यहरू आएमा। झाडीतिर बस्यो यता उभोदेखि हामी अब जाने ठाउँ चाहिँ यता हो सुनकोसी। तल बालुवा चाल्दो रहेछ। यहाँमा त्यो फाँट यहाँको तह भन्छ क्या र, यता चाहिँ तह भन्छ। तर आफ्नो ठाउँ अनुसारको आफ्नो भाषा। हाम्रो पूर्वेली भाषामा चाहिँ दह, कसै ठाउँ चाहिँ फेरि यसलाई डबिल्का खोपिल्टा पनि भन्दो रहेछ नि। फेरि साह्रै रमाइलो छ यो बाटो हिँड्नलाई। परको बाटो चाहिँ यति माथि पर्ने क्या केही हुँदैन। झनै राम्रो। यो त अब क्यामेरा बन्दै नगर्ने बेला हो नि यो त। राम्रो जति हेऱ्यो त्यति रमाइलो, जति हेऱ्यो त्यति रमाइलो। खोलाको फाँट बालुवा ल्याइरहेको ट्रकले तलदेखि तल बालुवाहरू लिनु गइरहेको प्रसर चलिरहेको तल। यहाँ मन्दिर रहेछ, ठुलो मन्दिर हो। पुल तरियो, सानो पुल रहेछ तर सानो पुल। मामाको ड्राइभ एकदम रमाइलो ड्राइभ छ, एकदम स्मुथ तरिकाले चलाउनुहुन्छ क्या, छैन एकदम मजा आइरहेछ। ल अहिलेलाई भने फेरि अब रमाइलो दृश्य देखेँ। फेरि क्यामेरा अन